बाबा तपाईँ भन्नुहुन्थ्यो नि पैसा माग्न जति सजिलो छ कमाउनलाई नि त्यति नै गाह्रो हुन्छ भनेर। साँच्चीकै हो रहेछ बाबा। 2-4 पैसाको लागि हजार मान्छेको गाली सहन्छु। आफ्नै रहर र निन्द्राले मारेर फ्युचरको घाममा भोक निन्द्रा प्यास नभनी रगत र पसिना बगाउँछु। यातायात व्यवसायलाई मैले भनेको छु पत्रकारहरूलाई सकेसम्म निशुल्क, विद्यार्थीहरूलाई 30% छुट गर्नु। बोल्न पनि अलि भाँती पुर्याएर बोल्नु नि हो। पत्रकारलाई चाहिँ फ्रीमा अरे मलाई तेरो बाउले किनिदिएको गाडी हो र तँलाई फ्रीमा चढाउनलाई। त्यो साउहरूको हालत हेर त, त्यो गाडी साउहरूको हालत हेर त। अनि त्यो नेपालको बाटोको हालत हेर। 1 सालमा नयाँ गाडी किन्यो भने अर्को सालमा गाडीको हालत हेर त कस्तो हुन्छ, बाटोको हालत हेर। अनि तिमीहरू जस्तो भ्रष्टाचारी पत्रकारहरूलाई फ्रीमा चढाउनु पर्ने, इन्डियाको गुलामीहरूलाई फ्रीमा चढाउनु पर्ने। तिमीहरूलाई फ्रीमा चढाउनु भन्दा बरु ती गरिब दुखी जनताहरूलाई त्यो पैसाले बरु लगेर यसो